फेसबुक लाइभमा सबैलाई मेरो आप्पा है यहाँ आप्पाले ह्यापी बर्थडे Apa Nina खुवाइदिहाल्नु त पहिला Happy birthday to you आशीर्वाद आज कस्तो जुरेको सबैबाट मेरो बहिनीको लामो आयु होस् होइन छोडा न एकपल्ट मेरो बहिनीको
खुसी हामी त बर्थडे मेरो वाइफको खुसीको दिन आज चाहिँ मेरो छोरीको बर्थडे कहिले गरेको थिइनँ आपा मेरो जोइ के हुन्छ कस्तो लाग्यो छोरीको बर्थडे एकदम ठिक छ कस्तो लाग्यो खुकुलाई लाग्यो यता दाजुलाई दाजु कबिन दादा बर्थडे कस्तो लाग्यो एकदम ठिकठाक रोहन मेरो नाति कस्तो लाग्यो कस्तो लाग्यो छोरीको बर्थडे एकदम ठिक छ कस्तो लाग्यो खुकुलाई लाग्यो यता दाजुलाई दाजु कबिन दादा बर्थडे कस्तो लाग्यो एकदम ठिकठाक रोहन मेरो नाति कस्तो लाग्यो एकछिन बर्थडे नभन काटेको छैन एकछिन कस्तो लाग्यो यता मामहरूलाई कस्तो लाग्यो राम्रो लाग्यो बर्थडे सरप्राइज बडी ठिक छ सरप्राइज बर्थडे भिडियो गरेको राम्रो देख्छ बोले हैप्पी बर्थडे कसले भनेदैन नि त आज होइन हुन्छ ल ल ल नाति कहाँ आइक पर जानु आइक उता उहाँ जानु उयो गरेको
एकछिन फुपू पहिला लगाइदिएन लगाइदिस् कि अनि खिच्नु न लगाइदिस् कि अनि खिच्छु आज राम्रो खिच्यो दुईजनालाई पनि आमाको एकछिन आमाको किन सँगसँगै खिच्दैन नि होइन तपाईँ लगाइदियो फुपू लगाइदियो सामान होइन फुपू लगाएको एक एउटा सिङ्गल आम्मा त्यो त सुमन दाजु आयो त ठुलो दाजु तिमी लगाइसक्यो Happy birthday to you. Happy birthday to you. Happy birthday. Happy birthday to you. Suandala birthday to you. Happy birthday to you. Happy एकछिन लु बढी बढीका सकेकै छैन अनि घर आएको थिएँ अनि घरमा चाहिँ मेरो यहाँ पुरा सबै फ्यामिलीहरूले चाहिँ है मलाई चाहिँ बर्थडे विश गर्नुभयो होइन सरप्राइज बर्थडे राखेको छ मलाई थाहा थिएन है तर अहिले केकहरू सबै भइसक्यो हो
यहाँनिर काका है काका हुनुहुन्छ यहाँ फुपूहरू हुनुहुन्छ यहाँ बेबी यता पनि बेबी छ हाई गरिदिनु नानी कस्तो क्युट हौ यस्तो राम्रो हेर नि अनि यहाँ फुपू यता मेरो सबैजनालाई है बर्थडे विस गरिदिनु भएको अन्त यहाँ बर्थडे प्लान गर्ने चाहिँ को हुनुहुन्थ्यो मेन अनर चाहिँ यता चाहिँ हाम्रो नाना है सबै फ्यामिली यत्रो भेला हो म चाहिँ ह्याप्पी एकदमै ज्यादा छु किनभने चाहिँ नि मेरो चाहिँ बर्थडे अब आज सरप्राइज बर्थडे हो यता हाम्रो बडा भाइ फुपू हो अनि यता पनि फुपू मेरो लाइफको फेसबुकको मान्छेलाई हाई भनिदिनुहोस् यता सानो फुपू यता भदैनीको आज अर्को भदैनीको इन्गेजमेन्ट मेरो ठुलो भदैनीको बर्थडे आज यहाँ मेरो बहिनी आयो भने मेरो लाइभमा लाइभ हो न हुन्छ अनि देखाए यहाँनिर चाहिँ मेरो पुरा फ्यामिली हुनुहुन्छ यहाँ मेरो भाइ यता मेरो आप्पा फेसबुक लाइभमा सबैलाई मेरो आप्पा है यहाँ आप्पाले दिनुभएको मेरो सरप्राइज है आप्पा चाहिँ कति पर्छ मैले चाहिँ नि धेरै उमेर भइसकेको तर 32 इयर्स लाग्यो ल आज दिन चाहिँ साथीहरू म चाहिँ अनि यहाँ चाहिँ मेरो आप्पाले मलाई सरप्राइज दिनुभएको है आप्पाले मात्रै त होइन सबै पुरा फ्यामिली दिनुभएको अनि अरू चाहिँ आउनु काकी यहाँ तपाईँहरूलाई म मेरो काकी पनि देखाउँछु यहाँ चाहिँ मेरो काकी है हेलो एभ्रीवन लाइक सब्सक्राइब सेयर कमेन्ट है अब हाँस्यो भने दिन्छ है यता चाहिँ मेरो दाजु है भाउजू चाहिँ क्लास देखिन् त यहाँ चाहिँ मेरो छ चाङ्गो हजुर चाङ्गे अनि म चाहिँ यहाँनिर चाहिँ है अघिको भिडियो चाहिँ मैले हाल्न सकिनँ अहिले म फोनबाटै अपलोड गरिदिन्छु हानिला मैले चाहिँ यसो भनेको छु कि मनी ब्लकमा राख्नु चाहिँ म धेरैभन्दा धेरै खुसी छु है यहाँ मेरो माइत घरमा चाहिँ मेरो सबैजना फ्यामिलीहरू मिलेर विस गरिदिनु भयो है बर्थडे सेलिब्रेसन गरिदिनु भयो एकदमै धेरै खुसी छु हो अनि फेसबुकबाट पनि मलाई विसहरू गरिदिनु सबैलाई थ्याङ्क यू सो मच भन्छु है अनि यता हाम्रो चाहिँ पिन्सु बेबी छ हाई भनिदियो अनि हाई आज चाहिँ म माइत आएको छु है माइत घरमा चाहिँ मेरो बर्थडे सेलिब्रेसन गरिदिनु भयो मेरा सबै फ्यामिली लिएर आउन न मेरो लागि एउटा केही जाओस् मेरो भ्युवर्सहरूलाई केही जाओस् है अर्को चाहिँ इन्डियामा एकदमै राम्रो है सबैलाई त्यही हो अनि म चाहिँ एकदमै धेरैभन्दा धेरै खुसी छु हो
यस्तो चाहिँ मैले सोचेको थिइनँ है मेरो फ्यामिलीले मलाई दिनुहुन्छ होला भनेर चाहिँ एकदमै बाबु हुन्छ नि त्यो एक्सप्लेनै गर्नु सक्दिनँ मलाई यति धेरै चाहिँ अब म हुन्छ नि त्यो अब इमोसनल चाहिँ हुनु सक्दिनँ म है यता चाहिँ मेरो पुरा फ्यामिली है यो चाहिँ मेरो माइती घर है धेरै खुसी मिल्यो आज चाहिँ किनभने मैले नसोचेको कुरा गर्नु भएको आज मेरो फ्यामिलीले मतलब बर्थडे त मैले गरिदिएँ घरमा होइन तर यता माइत घरमा चाहिँ मेरो भएको छैन त्यही माथि यति सबै घरमा सबै फ्यामिली क्या एकदम कोही छैन क्या नचिनेको फ्यामिली एकदमै सबै भेट हुँदाखेरि चाहिँ अझै धेरै खुसी लागेको छ मलाई हो मलाई अनि सबैजनाले माया गरेर है मेरो बर्थडे विस गर्नु मेरो मनदेखि नै धन्यवाद दिन चाहन्छु है आजलाई चाहिँ अनि यहाँनिर चाहिँ केकहरू है नानीहरूले केकहरू खाँदैछ कस्तो लाग्यो नानी केक लाग्योलाई यहाँ चाहिँ मेरो छोरा यस्तो यस्तो लदालु छ कि छोरा चाहिँ मेरो भागिहाल्छ है अन्त केही छैन है मेरो बहिनी नन्दा है आमाजू नानाहरू सबैजना भान्जीहरू है नानीहरू मिलेर सबैले गरिदिन्थ्यो त्यहाँ पनि यो होइन कि यहाँ मात्रै त्यहाँ पनि हुन्थ्यो मेरो बर्थडे चाहिँ तर आज घरको फ्यामिली है घरको फ्यामिलीसँग गर्नु पाउँदाखेरि हुन्छ नि त्यो चाहिँ अलग्गै छ क्या अब त्यो चाहिँ कस्तो खाले भने नि अब माइत घरमा है जन्मेर यत्रो इयर्समा बर्थडे गर्नु पाउँदा चाहिँ अब कसरी एक्सप्लेन गर्नु है सबैजनाले मेरो बर्थडे सेलिब्रेसन गरिदिनु भयो है मेरो बर्थडेमा सबैजना आइदिनु भयो Hello everybody, happy birthday. आमालाई बोलाइदिएन आमालाई बोलाइदिएन साथी ताकि अर्को छ अर्को दिन जोलाई यो नदिन कसो अर्को चाहिँ होइन त्यो
The next day. Happy birthday to you. Happy birthday मेरो बुहारी. Happy birthday त्यही त May God bless you. God bless you. Happy birthday मेरो बुहारी. हामी फ्यामिली मात्रै छ. हामी थ्याङ्क यू खोइ न उयो हाँकिलो त खालिदिए हेलो मेरो चाहिँ आज पनि फेरि बर्थडे है बिलेटेड बर्थडे गरिदिनु आँटेको छ बहिनीहरूले है मलाई चाहिँ आज यो पालिको बर्थडेमा चाहिँ है सबैजनाले सरप्राइज बर्थडे मात्रै दिँदैछ आज पनि मलाई थाहा थिएन यहाँ बहिनी है सबैजना फ्यामिली नै भनौँ न है सबैजनाले केक लिएर चाहिँ है सरप्राइज दिनु हुँदै रहेछ मलाई थाहा थिएन भर्खर थाहा भएर है म चाहिँ हल्का रेडी भएँ अनि योपालिको मेरो बर्थडे चाहिँ स्पेसल बर्थडे फिल गराउनु भयो सबैजनाले मलाई है सबैलाई थ्याङ्क यू सो मच यस्तो फिल गराइदिनु भएकोमा है अनि मेरो फ्यामिलीहरू चाहिँ यति अब मलाई माया दिनुभयो है मेरो बर्थडेमा म त्यो अस्ति पनि मैले भने आज पनि म भन्दैछु है मेरो फ्यामिलीलाई चाहिँ म धेरै मनदेखि नै धन्यवाद दिन चाहन्छु अनि मेरो स्पेसली चाहिँ यता यी सबै घरको यताको फ्यामिलीहरूलाई हो अनि यता हुनुहुन्छ खै यता हुनुहुन्छ हाम्रो नाना यता दादा है यता पनि दादा यता हाम्रो भान्जीहरू हो यता मेरो दुईजना छोरा यता आमा यता मेरो हस्बेन्ड है यता बहिनी अनि यता घरको आमा चाहिँ उतापट्टि हुनुहुन्छ टिभी हेर्नु हुँदैछ अनि यता हाम्रो दाजु है होइन हाम्रो पासाङ दाजु बस्नुहोस् न अनि अब चाहिँ हामी केक काट्न आँटेको छु है अस्ति पनि मलाई बर्थडे विस गरेर है सबैले विस गरिदिनु भएको छ त्यसको लागि पनि धन्यवाद अब चाहिँ म केक काट्न आँटेको छु हो सरप्राइज बर्थडे मेरो बहिनीलाई थाहा थिएन उमाइताबाट भर्खर आइपुग्यो तर पनि हामी बर्थडे मनाउनु त्यही त आज त्यही मन हो मन भएले सबै कुरो पुग्छ धन र पैसा नभए पनि मन छ त्यसो नआउनु नि नानी बस्छ त्यहाँ साइडमा आज पनि मेरो चाहिँ फेरि यहाँनिर बिलेटेड भए पनि बर्थडे छ है थ्याङ्क यू हाम्रो रिमन दादाले बिलेटेड बर्थडे भन्नुहुँदैछ थ्याङ्क यू यता हाम्रो पासाङ दाजु यता चाहिँ हाम्रो क्युटहरू है यहाँ मेरो छोरा यता पनि मेरो सानो छोरा के भनिदेऊ है यहाँ चाहिँ मेरो केक है यहाँ चाहिँ हाम्रो आमा है अब चाहिँ केक काट्न आँटेको छु म चाहिँ रिमन त देखाइदिनु न अब लाइभ गरिरहेको छु यहाँ लाइभ गरेको जस्ट बिलेटेड भएर केक मात्रै छ ल आज चाहिँ अरू चाहिँ हाम्रो किचनमा छ अहिले चाहिँ हाम्रो यहाँ केक मात्रै छ है हुन्छ भोलि नानीको टेस्ट छ त्यही भएर हामीले यहाँ टेबलमा चाहिँ केही पनि नपिजाएको सबै किचनमा छ है मलाई पुरा सरप्राइज पाउँदैछु है अर्को साल अब यस्तै सरप्राइज त्यही फोन त्यही त यो पालि डबल अर्को पालि 3 डबल भन किन तैँले गर्न यस्तो मजाले होइन गर्न उयो पर्खिरहेछ नि फेरि मलाई Happy birthday to you. Happy birthday to you. Happy birthday मेरो बुहारी. Happy birthday to you. May God bless you. God bless you.
ह्याप्पी बर्थडे डियर मेरो बुहारी हामी फ्यामिली मात्रै छ घरको मात्रै छ हामी थ्याङ्क यू फाइनल उयो हालिदिनु त यो चाहिँ मेरो है अस्ति चाहिँ मेरो माइतबाट अन्त यो पालि चाहिँ यता आज चाहिँ बिलेटेड बर्थडे आज म घरबाट आज आएको त्यही भएर बिलेटेड बर्थडे हुँदैछ मेरो आउँ न आमा केक खानु जब खदा खोइमा छ मेरो आमाले सबभन्दा ठुलो हाम्रो आशीर्वाद हो हामीलाई केही पनि चाहिँदैन हामी आफूभन्दा ठुलो आमा बाउको चाहिँ हामी आशीर्वाद मात्रै लिन्छु आमा हुनुहुन्छ हो सबैले हामी आशीर्वाद नै काफी माइतको चिनायो भने आज चाहिँ मेरो यहाँको है घरको आमा घरको आमा सासु आमा उतापट्टि आमा चाहिँ खोइ गोरी मनले लगेर मैले चाहिँ थुप्रो आमा चाहिँ म चाहिँ भाग्यमानीको त्यस्तै आमा हुन्छ है भाग्यमानीको चाहिँ किनै छु खोइ बढी खै आमा दादा जाऊ आउ न भाइ पनि जान्न के बाबा ले मेरो भाइले मेरो बुहारीलाई आशीर्वाद दिँदैछ है केक खुवाउँदै थ्याङ्क यू खदाम भयो भने थ्याङ्क यू तपाईँलाई दिनु पर्छ यहाँ छ दादा खदा यहाँ छ दादा खदा यहाँ छ दादा खदा खदा लगाइदिनु गीत त अब तिमी दिन होला है खदा मात्रै लगाइदिनु इ मेरो हस्बेन्डले बहिनीलाई लाउँदैछ तपाईँहरूले मलाई अब यो पालिको बर्थडेमा चाहिँ पुरा स्पेसल फिल गराउनु भएको छ हो ज्वाइँले आश राख्छु ल हामी त एकदम खुसी छु मेरो ज्वाइँ पनि हुनुहुन्छ आज चाहिँ आइपुग्नु भयो दाजु है मेरो चाहिँ मेरो बुहारीको चाहिँ दाजु हो तिमीलाई त तर मेरो चाहिँ ज्वाइँ सबै डिटेल दिन्छौ लेखेर लु 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 बढी लु ठुलामा जाऊ पहिलो पास मेरो केक खुवाइदिनु बेसी नहो ग्यास यस्तो हो सबै जुरे क्या योपालि मेरो भाग्यमानीको चाहिँ जुर्छ यहाँ चाहिँ मेरो ठुलो आमा म चाहिँ हाम्रो ठुला आमा हो आमा केक खानुपर्छ हाम्रो ठुला आमाले चाहिँ गुलियो पुरा मन पराउनुहुन्छ अलिक ठुलो खुवाइदेऊ ठुला आमालाई चाहिँ ठुला आमालाई ठुलो नै खुवाइदेऊ ओके सानो हो ठुलो आमाहरूले दिएको आशीर्वाद चाहिँ काफी छ क्या खासमा हो भने चाहिँ त्यही आशीर्वाद चाहिँ अहिलेसम्म पुगिरहेको छ बिहा गरेको 15 वर्ष भयो त्यही भएर त आशीर्वादले नै ढाकिरहेको छ बोलेको ऊ अब ड्याममै हुन्छ अब फोन लु जाऊ जाऊ लगाऊ यहाँ चाहिँ मेरो नाना है अन्त म चाहिँ अब है घरकै नाना जस्तो सोचेर हामी सबै कुरा सेयर गर्छु है थ्याङ्क यू मेरो बुहारी मेरो सधैँभरि मेरो बुहारी नै खुसी देखोस् धन्यवाद मेरो बुहारीलाई मैले सानो गिफ्ट ल्याइदिएको छु वाउ यो भित्र चाहिँ डरलाग्दो छ है एकदम खास छ है भोलि खोलेर हेर्नु लु 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 मान्छेहरूले खाइदिएको छोराहरू जाऊ लु नानी नानी खाइदो साङ्गोले नानीलाई मोटो न मोटो देखेको थियो यो लुगा लाएर त अनि चाहिँ ल्याइदिएको लुगा लगाएको दिव्या चाहिँ हाम्रो नानीले खाइदियो खोइ छोडा न छोडा हो ए झोला नै हो दिव्याले उठेर केक खुवाएको कसले हेर्नु चाहन्छ कमेन्ट गर्नुहोस् है कमेन्ट गर्नुहोस् तपाईँहरूले दिव्याले उठेर केक खुवाएको अब ऊ हाम्रो हुनु पर्यो नि त आसु मम्मीलाई खुवाइदिनु हात धोयो पढाइले लु त नानी खुवाइदियो आसु मम्मीलाई कसैले हात धोक्दैन मेरो छोराले हात धोयो लु मेरो छोरालाई यतिको हाइजिनिक चाहिँ हुनु पर्यो नि त छोरा मान्छे लु गएकै भइदियो थ्याङ्क यू ए डल्लै झाड्यो मेरो भदैले आसु मम्मीलाई